आज चाहिँ मैले धेरै पछि छुट्टी लिएको थिएँ, एनुअल लिभ छुट्टी। वेलकम टु माई स्मल ब्लग एभ्रिवान। आज चाहिँ मेरो छुट्टी हो है। म बिहानदेखि चाहिँ आज रुममै छु। उठेर बिहान हल्का काक्ती पानी खाएको बिहान, त्यसपछि ब्रेकफास्टको लागि ट्राई गरेको, अनि चाउचाउ उमालेर राखेँ। आज पिरो स्पाइसी चाउचाउ खान मन लागेको थियो, त्यही भएर पानी उमालेर राखेँ। अनि हल्का प्याज टमाटर काट्दै थिएँ, अनि हल्का प्याज टमाटर काट्दै अनि भिडियो बनाउँदै थिएँ। अनि यस्तै प्याजहरू काटेँ होइन, यसरी काट्नुपर्छ। चाउचाउको लागि खोर्सानीको पनि एकदम राम्रो महत्त्वपूर्ण हुन्छ होइन। खोर्सानी नहाल्यो भने त चाउचाउमा राम्रै लाग्दैन, स्पाइसी खानको लागि एकदम बेस्ट हुन्छ नि त। अनि चाउचाउ प्याजहरू पनि काटेँ एकछिन, बिस्तारै प्याजहरू टमाटर काट्दै थिएँ मैले। तर नुहाएको थिएन, अहिलेसम्म नुहाएको थिएन मैले। नुहाएर अब चाउचाउ बनाइसकेपछि नै नुहाउनु पर्ला सोचेको थिएँ। अहिले चाउचाउ बनाएको थिएन, हाफ टमाटर काटेँ मैले। अनि खोर्सानी काट्दैछु, हल्का खोर्सानी काटेर अब रेडी हुन लागेको छ। एकछिनमा हजुरहरूलाई चाउचाउ बनाउन लागेको भिडियोहरू सबै देखाउँछु। मेरो फुल भिडियो वाच गर्नु होला है। मेरो चाउचाउ अब रेडी हुन लागेको छ, उमालेर रेडी भइसकेको छ। पानी पनि पुरा बाहिर निस्किरहेको छ, र टोटल चाउचाउ रेडी भइसकेको छ, उम्लेर रेडी भइसकेको छ। अनि म सधैँ चाहिँ यसरी नै खान्छु, उमालेर नै खान्छु चाउचाउ। ड्राईमा खान्छु, त्यस्तो रसवाला खाँदैन है, सुपवाला खाँदैन, यसरी नै खान्छु म। सधैँ बनाउने मेरो स्टाइल चाहिँ यही नै हो। अनि हल्का तेल हालेर प्याज हालेर अब एकछिन फ्राई गर्न लागेको छु। फ्राई गरेपछि यसमा म सिधा डाइरेक्ट चाउचाउ हालिदिन्छु। चाउचाउ हालेपछि यसमा अब अघि काटेको प्याज टमाटरहरू सबै चिजहरू हालिदिएँ होइन। अब खोर्सानीहरू के थियो त्यो सब हालिदिइसकेँ मैले। अब यसमा भएको मसलाहरू, अब सोया ससहरू, अनि अब त्यो पिरोवाला स्पाइसीवाला मसलाहरू हुन्छ नि, त्यो सबै हालिदिएँ। त्यसमा हालेर पनि मैले हल्का नुन एड गरेको थिएँ, त्यही पनि हल्का नुन अनि हल्का धनियाँ पाउडरहरू होइन, त्यस्तो चिजहरू एड गरेको। किनकि यो चाउचाउको मसलाले मात्रै टेस्ट आउँदैन भनेर अरू मसला पनि हालेको, मैले पर्सनल मसला पनि हालेको थिएँ। अनि यसमा अब हेर्नुहोस् कति राम्रो देखेको छ, तर एकछिन म चलाउँदाखेरि झनै राम्रो देखिन्छ। हजुरहरूले देख्नुहुनेछ, एकदम राम्रो देखिनेछ। चाउचाउको कलर भनेको एकदम रातो खाउँ लाग्ने जस्तो हुन्छ है। मेरो बिहानको आजको ब्रेकफास्ट भनेको चाहिँ चाउचाउ र अन्डा हो। अन्डा बनाउँछु एकछिनमा, हजुरहरूलाई देखाउँछु। हेर्नुहोस् चाउचाउको कलर आउँदैछ, अब बिस्तारै आउँदैछ, हल्का बाहिर पनि पोखिरहेको छ है। अब मलाई खासै बनाउन त आउँदैन, त्यही पनि ट्राई गरेको मात्रै हो आज होइन। तर प्रायः जस्तो म चाउचाउ नै मिठो लाग्छ, मेरो लागि फेभरेट चाउचाउ नै हो। म छुट्टी भएको दिनमा यसरी नै बनाएर खान्छु। आफै कुक गरेर आफै बनाएर खाँदाखेरि एकदम दामी लाग्छ है, एकदम राम्रो लाग्छ है। बाहिरबाट किनेको भन्दा त आफूले बनाएको एकदम राम्रो लाग्छ। मेरो चाउचाउ बनेर रेडी भइसकेको छ, हेर्नुहोस् कति राम्रो देखेको छ, रातो कलर देखेको छ। तर यसमा म खोर्सानी चाहिँ हालेको छु, स्पाइसी छ, एकदम राम्रो छ। हेर्दा कस्तो खाउँ जस्तो लागिसकेको थियो, तर मैले नुहाएको थिएन, नुहाउनु पनि थियो। अब चाहिँ एग फ्राईको पाली आयो। अब एग फ्राई गर्छु होइन। एग पनि हाफ फ्राई गर्छु म, कहिले फुल फ्राई खाँदैन, हाफ फ्राई मात्र मेरो फेभरेट भनेको। म कहिले फुल फ्राई खाँदैन, यसरी नै बनाएर खान्छु म सधैँ। चाउचाउमा यसरी 2टा अन्डा यसरी हाल्यो, अनि त्यसरी खाँदा एकदम बबाल टेस्ट आउँछ, मजा आउँछ। मेरो अन्डा पनि रेडी भइसकेको छ। अब एकछिन पछि अब म नुहाउनको लागि रेडी हुन्छु। अब मेरो पुरा टोटल्लै चाउचाउ फिनिस भइसक्यो, म अब नुहाउन जान लागेको। अब एकछिनमा अब नुहाएर अनि त्यसपछि चाहिँ अब चाउचाउ खानु पर्ला। अहिले अब नुहाएर फिनिस भइसक्यो, म अब टी सर्ट लगाएर अब चाउचाउ खाना रेडी भएँ। अब हेर्नुहोस् म तपाईँलाई देखाउँछु कस्तो छ टेस्ट चाउचाउको भनेर है। हेर्नुहोस् त, वाउ दामी छ चाउचाउ, एकदम स्पाइसी। अनि एग र चाउचाउ मिलाएर खाँदाखेरि एकदम राम्रो टेस्ट आएको छ, एकदम मिठो छ। मैले त खाएर भ्याएँ। हजुरहरू यस्तै गरेर बनाएर खान चाहनुहुन्छ भने जसरी मैले बनाएको छु यसरी नै बनाउनुहोस् त, एकदम बाल मजा आउँछ।